आज चाहिँ नास्तामा उसनेक मकै हुँदैछ है साथीहरू। धेरै महिना भयो लिएर घरमा राखेको। अनि अब त किरा परेर खराब हुन्छ बर्खाको टाइममा। ती भएर आज नास्ता बनाइदिनु बच्चाहरूलाई भनेर राति चाहिँ भिजाएर राखेको थिएँ। अब कुकर ल्याएछु। कुकर ल मैले चाहिँ राखिसक्दिएँ। अनि चुलामा है साथीहरू, चुलामा कुकर राखिसकेँ। 3 से 4 सिटी मार्नुपर्छ। ल मैले चाहिँ मसला पनिर रेडी गराइसकेँ। अनि उसनेक मकै खानको लागि यता छोप पनि बनिसक्यो साथीहरू भइसक्यो। ल चुलामा खाना बनाउनु मन त लाग्छ, भाना भने कालो हुन्छ कि साथीहरूले त। प्याज टमाटर मर्को राख्दैन। मैले चाहिँ छोपकुटी राखेको थिएँ, यो पनि राखिसक्दै यसरी भएर सबै त लागिसकेको छ। ल साथीहरू मकै पनि रेडी भइसकेको छ है, पाकेर पनि। अब यसलाई लगानी हो तरकारी। ल साथीहरू रोम पनि मकै उसनेक मकै पनि रेडी भइसक्यो। तपाईहरुलाई कसले मन पर्छ आउनु होला है खानको लागि। हेर्नु त एकदमै कस्तो बनेछ हेर्न सक्नुहुन्छ। हल्का मैले पानी पनि राख्दैछु यसको, किनकि सुप पनि एकदमै मिठो हुन्छ। सुपकै लागि हो यो उसनेक मकै खाने पनि। अर्गानिक चुलामा हेर्नु त कति राम्रो बनेछ। ल साथीहरू म चाहिँ लाग्यो है, कति स्वाद बनेछ।